Good morning, all of you. आज तपाईहरुको समक्ष सानो भिडियो लिएर आएको छु। यहाँ पारी देख्दैछ कञ्चनजङ्घा हो। अनि यहाँबाट कञ्चनजङ्घा देख्छ भनेदेखि गान्तोक पनि देख्छ है। यो पारी चाहिँ गान्तोक हो। यो पाण्डम भइहाल्यो, यो पाण्डम हो। पाण्डम देखियो। यहाँबाट चाहिँ यहाँ हाम्रो घाम झुल्किनु आँटेको छ है। अब यो पारी देखेको चाहिँ कालिम्पोङ दार्जिलिङ यो साइड हो, देख्छ हो। यो जग्गा यति राम्रो छ। अब हाइटमा भएको कारणले गर्दा चाहिँ सबै जग्गा देख्छ। दार्जिलिङ, कालिम्पोङ, डेलो है। अब यो तलको रम्फू हो, बादलले ढाकेको छ हो। पारी यो नथुला, पाण्डम, पाकिम एयरपोर्ट, पाक्योङ, यो साङ भयो देखिरहेको छ हो। यहाँ अब जोना दाजु घर छ। यहाँ एकदम राम्रो छ। कटेज स्टाइलले, होमस्टे स्टाइलले बनाउनु भएको छ। उहाँको निजी घर हो ल। अब घाम निस्किन आँटेको छ। अनि हामीले यहाँ सिमताम पनि देख्न सक्छौँ। यहाँदेखि उता यो घरले छिलेको छ। घाम निस्किँदैछ। घाम निस्किनै आँटेको छ। यो चाहिँ नाम्ची जाने रोड हो ल। यहाँबाट चाहिँ तपाईँ गान्तोक जान सक्नुहुन्छ यो रोड भएर हो। नामथाङ हुँदै तुरुङ तल रम्फू हुँदै यो बाटो भएर टक्कै पुग्छ तपाईँ यहाँ पारी गान्तोक। अब घाम झुल्क्यो। यो बाटो चाहिँ नाम्ची जाने बाटो हो हो। यस्तै प्रकार यहाँबाट टक्कै गएपछि तपाईँ जानुहुन्छ नामथाङ, नामथाङबाट रम्फू हो। रम्फू भएर टक्कै घाम पनि झुल्किहाल्यो है। एकदम घामले प्रकाश एकदम राम्रो दियो। निस्क्यो, घाम निस्किएको छ यसरी। अब कञ्चनजङ्घाको टुप्पोमा चाहिँ घाम टक्कै लाग्यो। हेर्नुहोस् है, कञ्चनजङ्घाको टुप्पोमा घाम लाग्यो हो। सोही प्रकारले यहाँ पनि सट्टै घाम लाग्यो। आम्मा दामी दामी एकदम राम्रो घाम। घामको प्रकाश दामी आएको छ एकदम सट्टै घाममा यसरी सट स्ट्रेट गऱ्यो। सूर्यको प्रकाशलाई हेर जसले धरतीलाई निरन्तर चुम्छ भन्ने गीत हाम्रो सुभाष दाजुको गीत पनि छ। सायद उहाँले यही दृश्यले हेरेर यो गीत बनाउनु भएको होला। पुरा निस्क्यो घाम। आँखाले त डाइरेक्ट हेर्न सक्दैन।